अब साम्रो छ फेरि अब पुलको जाने बाटो एक लाग्नु पऱ्यो नि फेरि खच्याक्क सुड्डिएर रहेछ कता दिदीहरू आमा ल ल ल बिस्तारै बिस्तारै आउनु है म त लगाएँ यो चाहिँ अब खरिएको पुल भन्छ होइन एसियाको तेस्रो नम्बरको ओल्डमा लगभग 3-4 मै अग्लो र हाइएस्टमै आउँछ यो पनि लगभग तपाईँको 400-500 मिटरै लामो छ अनि अग्लै पनि तपाईँको 100-150-200 हाइएस्टमै छ यो पनि खत्रै छ यहाँ भाइहरू रहेछ फेरि यिनीहरूले साइडदेखि बोल्दा बोल्दै फेरि भाइहरू अँठेर लन्छी ढुको त तर्काउनु पऱ्यो भन्दा भन्दै सुड्डीले तर्काइन ल गाइज म पुल तर्न लागिसकेँ गाइज होइन फाइनल्ली पुल तरि भ्याएँ अब यहाँबाट खान्छु यो मेरो गाउँ सुरु भयो गाइज होइन यस्तै छ बाटो अब गाउँले जिन्दगी होइन अब यस्तै त हो अब बाटो बिस्तारै पिच होला नि भन्ने आशमा छु जोत्दैछु दाइ अहिले खत्रै हाम्रो खेतको वरिपरि जोत्दै रहेछ ल ल ल ल ल ल अब यस्तै हो गाउँले जिन्दगी यस्तै त छ नि छोरो मान्छेको जिन्दगी भने जस्तै होइन अब यो बाटो पिच पर्दैछ गाइज अब नगरपालिकाले त बजेट छुट्याएको छ अब धेरै लाग्दैन होला केही समयपछि यो बाटो पनि पिच हुन्छ गाइज हर्या मकै गरम गरम दर्याम दर्याम ओ के छ अङ्कल लडिक चडिक छ बाटो यस्तै छ गाइज तर पनि अब उतापट्टि चाहिँ पिच छ होइन यति किचड हो कि बाटो पनि हेर्दा नि अल्छी लाग्छ यताको बाटो पनि नाम जस्तो हुन्छ घरिघरि त्यहाँ तर उताको भन्दा नि यताको बाटो चाहिँ बवालै हुन्छ अब प्रतिशत लगाइसकेँ म त्यसपछि चाहिँ म अब फाइनल्ली जहाँ भन्नुपर्दा अब यसपछि चाहिँ सानो उसले म चाहिँ थिएन होइन अब खासै यताबाट नि मजै आउने थिएन तर उताको पुलबाट